गुरु बिना हाम्रो मानव जीवन सायद अपूर्ण नै लाग्छ मलाई। किनभने गुरुबाटै सिक्ने हो। हरेक पोइन्टमा आएर एउटा न एउटा चिजको गुरु हुन्छ। अनि मेरो पहिलो गुरु भनेको चाहिँ मेरो मम्मी, मेरो ड्याडी हुनुहुन्थ्यो। किनभने उहाँहरूले नै मलाई क ख ग घ ङ भनेर सिकाउनु भएको थियो। ABCDEFG भनेर सिकाउनु भएको थियो। अनि त्यहाँबाट 2 1 2 2 2 4 त्यसरी सिकाउनु भएको थियो। अनि मैले चाहिँ बिहानै मम्मी ड्याडीलाई कल गरेँ। अनि तपाईँहरूले हेर्नु त मलाई सुरुमा क ख सिकाएको अनि नाम लेख्न सिकाएको भन्दाखेरि पिटी पिटी सिकाएको, पिटी पिटी रुँदै 2 2 4 भन्थ्यो। अनि मम्मीले के भन्नुभएको थियो भने घरको भित्तामा त्यो जुन घर लिप्ने रातो माटोले लेखेर सिकाउनु भएको थियो कि मलाई। त्यसरी सिकाउनु भएको थियो। गुरु पूर्णिमाको धेरै धेरै शुभकामना। सम्पूर्ण गुरुहरूलाई मेरो जीवनमा धेरैजना गुरुहरू हुनुहुन्छ। पढाइमा होस्, डान्समा होस्, भिडियोग्राफीमा होस्, सबै थोकमा हरेक पोइन्टमा गुरु नै गुरुहरू हुनुहुन्छ। धेरै धेरै शुभकामना गुरु पूर्णिमाको। धेरै धेरै माया छ। तपाईँहरू बिना मेरो जीवन अलि अधुरो थियो, अपुरो थियो। तपाईँहरूले मलाई सिकाएर यहाँसम्म गर्न सक्ने, खान सक्ने, आफ्नै खुट्टामा उभिन सक्ने बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। त्यही भन्न चाहन्छु।